म भन्छु के भन्ने ओके नमस्ते यस्तो गर्ने क्या हेलो एभ्रिवान नमस्ते स्वागत छ फेरि पनि हजुरलाई मेरो युट्युब च्यानलमा सो गाइज आज चाहिँ हामीले नयाँ वर्षको दिनमा चाहिँ घरमै मुकबाङ के अरे गर्न लागेको छौँ जो कि मोमो बनाएर हैन मोमो अचार 2 PM हो यो 2 PM रामेन इधर है हमारा भदै अनि आज चाहिँ ठ्याक्कै भन्नु पर्दाखेरि चाहिँ च्यालेन्ज गर्न लाग्थ्यौँ तर यहाँ हुनुहुन्छ यहाँ चाहिँ सक्दैन भनेर भन्नुभयो त्यही भएर चाहिँ हामी चाहिँ मुकबाङ गर्न लागेको अब नयाँ वर्षको दिन हो हाम्रो दिन चाहिँ यतिकै बित्यो हजुर यता पनि छ अचार सो अब हामी चाहिँ यहाँनिर अब आफ्नो हिसाबले चाहिँ मोमो लिएकै छौँ अब त्यही अनुसारले खाँदैछ अब यहाँ छ कोक हैन यही हो अब अरु त के भन्नु ओके सुरु गरौँ चेस गराऊ ए छिटो बधाई ल ल खालो भाइ ठिक्क कस्तो छ बधाई खासमा त शासन गरेर काट्न पठाएको हो पिरो छ हैन उसले नुन कुन के हो हैन के यो अर्को उस जस्तो के करेन्ट जस्तो हो न कस्तो लाग्यो त नयाँ वर्ष राम्रो न्यू इयर रे जस्ताको तस्तो छ दिनहरू मौसमहरू बिहान पानी परेको थियो अहिले घाम लाग्यो अघिसँग अल्छी लागिरहेको थियो खाने बेलामा त जाँगर चलिहाल्छ नि मोमो सिला छ क्या उठाउनु उठ्यो के त्यसरी गरिराख्नु तपाईँ पनि हेर्नु न छिटो नट भए जरुर पिरो भइसक्यो ल खाऊ भोलि कति बेला बिहानै जाने हो कोसँग दाइको के छ काम त छ तर कति बजीतिर छ थाहा छैन कति त बिहानै जान्छ तर आज बिहानै जानु म आज कति म उता त 8 बजिसक्यो होला भनेको थिएँ पहिला जस्तै उहाँ जस्तै 6 बजी रहेछ त्यति फरङ्कै भइसक्ने कि उतातिर कस्तो हुन्छ र म त उतातिर पनि त्यस्तो हुन्छ म कहिले सक्दै भएको कति बजी उठ्नुहुन्छ 7 बजीतिर कलकत्ता 8 ढिलै हो नि हाम्रो लागि त यहाँको लागि त 8 बजे पनि कलकत्ता 8 बजे उठ्छु अनि काममा जाने के हतार हुन्छ मलाई दौडेर जानुहुन्छ त्यहाँबाट घुम्नुपर्छ के रहेछ किन बाटो बनाएर मैले त्यहाँ तपाईँहरू चेस गरेर बस्दाखेरि त्यो चाहिँ आफ्नै स्वरमा खाइरहेको भन्छ चेस मेरो छोराहरू मैले गरिहालेँ नि त ल भन्दै ल ओ ए भरे फर्स्ट भयो क्या हो च्यालेन्ज गर्ने भए नसक्ने रहेछ किनभने सबै चिसोले कक्कै भइसक्यो खै 2 PM त करेन्ट भन्दा टेस्ट हुन्न क्या करेन्ट भन्ने मागेको उसले यो दिएको क्या बाबुले ब्याग्यो कति खाने आज हो गया वेलकम तपाईँहरूलाई हाम्रो चाहिँ मेरो उसमा भनेर पनि भनेन तपाईँहरूलाई होपलेसमा हामी त नाम पनि भनेन खानाको आत्तरी भएको बेलामा भन्नु न खानाको होइन धेरै दिन भयो क्या म भिडियो नबनाएको त्यही भएर बिर्सिन्छ क्या त्यही भएर यहाँ घबराहट हो रहे के अरे अस्ति आउने बेला आने बित्तिकै भाबी भनेको जी भन्छ अझै
हामी त हिन्दीमा बोल्छ त नि मलाई यही पनि धेरै भइसक्यो मेसेजमा पनि मगर भाषाहरू अथवा जे पनि टाइपिङ गर्यो भने जान्दैन त खसकुटा सजिलो हुने नि त अब थाप्ने हो खानु थाप्ने हो म त खाइरहन्छ भाइ बल्ल याद आयो क्या खाने चिज उसको कोकको लोभ गर्नुहुन्न क्या पेट ढाडिन्छ खाने हो छ यसको त पिरो भयो पिरो भयो पिरो सुकेको खुर्सानी पनि ल्याएको हो र सुकेको खुर्सानी त हालेको नि मतलब किनेको हो र थियो नि घरमै जति भए पनि थाहा भएन बसेको बल्ल त्यहाँभित्र जाने देखेको नि अस्ति नै बजार गरेर एक पाउ लिएर गयो एक पाउमा पनि यत्रो चढ्दो रहेछ म त हातले खाइदिन्छु हातले खाएँ ल ल भन्नु तपाईँहरू कति सालमा आएको हामी 79 सायद यो 80 81 मैले पोहोर 81 सालदेखिको सपना बल्ल आज पुरा भयो क्या 82 सालको 1 गते जहिले नै खाने भने आज बल्ल 81 सालभरि हाम्रो उस मात्रै भयो मुखले मात्रै भयो 82 मा पुरा गर्दै हामी दुईजना ए यो के को मोमो भन्दाखेरि यो बङ्गुरको मोमो हो खाएर पोक खाएर खाइसकेपछि उसमा जस्तो भन्नु न टिकटकमा पनि के यस्तो बङ्गुर मोमो त्यो भिडियोमा उठेर हिँड्छ है बङ्गुर बनाएर भनेर बङ्गुर मोमो हो क्या पिग मोमो त्यसको हातमा चिल्लो रहेछ जाऊ माटो पनि छ खै कोक मलाई पनि अलिकति हाल्नु अनि रिजनलाई पनि राखिदिनु तपाईँको बाबुहरूलाई पनि लानु अलिकति हालेर एक गिलास त पुग्यो नि सानो गिलासले खाने हो मोमो खानु यहाँबाट पुग्यो मलाई नि म सकिनँ खाना धेरै उसमा चाहिँ खुर्सानी केमा अचार नचार धेरै अब त धार पनि देख्यो खाने भयो त ए उस खानु छैन फेरि अचार च्यालेन्ज गर्ने भए त हार्ने रहेछ यति भात खाइसकेको थिएँ कति बेला मोमो बनाउँदै तिमीले अचार यहाँ ल्याइराखेको थियौ नि त्यो खनाउँदाखेरि त्यहाँ अचार थियो नि अनि त्यो सक्दो रहेछ खानु त्यही भएर मैले च्यालेन्ज नगरौँ भनेर मासुले घाँटा पठाएँ गरम भने पिरो भयो अब उस भयो ढक्क भयो पुग्यो अब मलाई पनि तर मैले गने थिएन कतिवटा थियो तपाईँको 12 टा अन्त 14 टा होइन 13 टा 14वटा मैले फेरि पछि किनेको फेरि तिमीले किनेपछि मैले किनेको त्यसपछि फेरि किनेकै मैले मैले गनेन तर थालभरि चाहिँ थियो है मोमो त खाइदिन्छ पुरा अझै उस भएर यो अझै घरमा बनाएको मोमो त यस्तो चिल्लो थालभरि हुन्छ त अनि कहाँ सक्छ खान खायो होला मैले नि 10 12 13 टा 13 14 टा अगाडि पनि खाएर अगाडि त मैले 2 पिस खाएँ दुईटा अगाडि त सबैले दुईटा लोप्राएको मैले 2टा खाएँ लास्ट बाइट
तपाईँ फेरि ठ्याक्कै अहिलेसम्म कता हराउनु भएको थियो डिस्टर्ब हुन्छ भने जाने छ भाइहरूमा मेरो भिडियो रोकिदिनु न गए हेत्तेरी त्यसरी मात्रै होइन के भाउजूलाई बोलाउँदै होइन सो गाइज भने यो भ्याउ न होइन हातमा लिइराख्नु सो फाइनली साथीहरू अहिले चाहिँ हामीले खाएर सकिसक्यो होइन मैले चाहिँ 3टा सकेन तर मेरो थालमा कतिवटा थियो भनेर चाहिँ मैले गनेन सो आफ्नो आफ्नो भएको चाहिँ यहाँले तुरिसक्नु भएको छ अनि आज चाहिँ नयाँ वर्षको दिन हजुरहरूले के कसरी मनाउनु भयो है कमेन्ट गर्नु होला र कहाँदेखि हेर्नु भएको छ त्यो पनि कमेन्ट गर्नु होला अनि हामी चाहिँ वास्तव म चाहिँ कोल्टो बसेको छु कि कस्तो बसेको छु थाहा भएन कि के भन्छ हामीले चाहिँ मजाले खायौँ आज नयाँ वर्षको दिन चाहिँ यसरी मनायो अनि यसो उहाँ चाहिँ मेरो नन्द हो अनि उहाँ चाहिँ हाम्रै भनौँ न नन्दको साथी अनि यसो अनि मैले सुरुमा चाहिँ भन्न बिर्सेछु भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला हामीले चाहिँ फाइनली भ्याइसक्यौँ खाएर ल आजको भिडियो चाहिँ यति नै बाई बाई।